किन काँडा रोप्यौनी निर्माया आउने बाटैमा किन काँडा रोप्यौनी निर्माया आउने बाटैमा। हेलो गाइज, वेलकम बैक टू माई अनदर भ्लग। फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। धेरै लामो समयपछि हामी फेरि भेट हुँदैछौँ। आज चाहिँ हामी स्कुलको स्टाफ सबै हामी जाँदैछौँ पिकनिक बनबाटिका। अहिले यो बस चाहिँ खाली छ। यता हुनुहुन्छ प्यारी अस्मिता म्याम, अगाडि हुनुहुन्छ हाम्रो प्यारो दाइ र दिदी। हामी चाहिँ फुल बसमा खाली छौँ, इन्जोय गर्दैछौँ है हामीले। पिकनिक हिँडेको कि हामी कहाँ हिँडेको केही फिल छैन, भन्न पिकनिक हो। तर चाहिँ हामीलाई यहाँ न म्युजिक छ न के छ, हामी चाहिँ बस बुढिरहेछौँ बससँगै। अरू सर म्यामहरू चाहिँ सबै आफ्नो साधनमा पुगिसक्नुभयो भन्नुभएको। हामी चाहिँ किन हाम्रो पनि थियो, तर बसमै गएको रमाइलो हुन्छ भनेर आएको त। बसमा त हामी मात्र, अरू कोही छैन, सबै साधन लिएर गइसक्यौँ। सो गाइस, अब हामी स्कुलबाट त निस्किसक्यौँ। अब चाहिँ उता गएपछि हामी हजुरलाई सबै स्टाफसँग भेटाउँछौँ। के कस्तो कतिको रमाइलो गर्छौँ उतै गएर भेटाउँछौँ। ओके गाइस। सो गाइस, हामी चाहिँ मङ्गलापुर आइसक्यौँ। मङ्गलापुरदेखि हाम्रो दुईवटा म्यामहरू आउँदै हुनुहुन्छ चढ्नको लागि। म हजुरलाई देखाउँछु है को होइन। गाडीमा आउँदै हुनुहुन्छ हाम्रो यमुना म्याम र अस्मिता न्युपाने म्याम। उहाँहरूको स्वागत भइसक्यो। यो मेरो ब्लगमा हजुरलाई स्वागत छ। हामी पिकनिक जाँदैछौँ, हामी पिकनिक जाँदैछौँ है। हजुरहरू पनि त होला नि है। यहाँ चाहिँ दुईवटा अस्मिता हुनुहुन्छ, दुईवटा बिन्दु छ। म हजुरलाई मेरो ट्विन्ससँग भेटाउँछु। उहाँको ट्विन्स चाहिँ उहाँ हुनुभयो चस्मावाला। केही भन्नु त हाम्रो जेन्जी म्याम सबै भएको उहाँको जेन्जी। हजुर हजुर हामी एकदम चाहिँ रमाइलो क्षणमा छौँ अहिले। यहाँभन्दा धेरै चाहिँ अब उतै अब चाहिँ उतै गएर भेटौँला। अब कोही बाटोमा चढ्ने हुनुहुन्न होला के अरे, बाटोमा चढ्ने हुनुहुन्छ होला। सबै साधनमा जानुभयो भन्नु त के अरे। अब बनबाटीमा भेटौँ है गाइस। हामी मङ्गलापुरदेखि म्यामहरूलाई लिएर हिँड्यौँ। ल यो हो हामी बनबाटीका भित्र प्रवेश गरिसकेछौँ। फुलहरू राम्रो छ क्या यहाँ। वाउ, म ग्रुपमा हाल्छु है। हाम्रो मिना म्याम या राइडर कस्तो राम्रो भएको मकानहरूले सजिएको यो बनबाटीका यो पनि रहेछ है। बन्जिङ जम्पहरू पनि गराउनु रहेछ है। पहिला थिएन नि। ल हामी आयौँ। हाम्रो के हो यो 10 नम्बर। हामी 10 नम्बरमा बस्ने हो। 10 नम्बरमा बसेर एकदम मस्त मस्त बिन्दास रमाइलो गर्ने हामी। यी हाम्रो राइडर म्याम मिना म्याम, नमस्कार। नमस्कार सर। र ब्लगमा भन्नु केही भन्न छ सर? ल भन्नु। रमाइलो गर्ने हो, खाने हो। आज हामी गौतम बुद्ध नदीबाट पिकनिकमा आएको। आज दिनभरि बेसरी रमाइलो गर्ने हो। मैले त हजुरलाई अघि देखाइदिएँ। हामी फ्रेस हुन आएछौँ आज। हो, आज त धेरै रमाइलो गर्नु पऱ्यो होइन। एक्जाम भइएपछि आज रमाइलो, फुल रमाइलो गरेर साथीहरू अरू सर म्यामहरू त अझै आउनु भएन रहेछ के। सबैभन्दा पहिला पुगेको हामी हाम्रो दुईवटा ट्विन्स अस्मिता म्याम। अघि नै चिनाइसकेको छु। नमस्कार। ल हाम्रो हरि सरको पनि एन्ट्री भइसक्यो। यो मेरो भ्लग हो सर। भ्लगमा केही भन्न चाहनुहुन्छ? भर्खर आउँदैछु म, भन्नु न। ल यहाँ हेयर
मिलाउँदै हुनुहुन्छ हाम्रो म्यामले आज राम्री हुनु पर्यो नि हल्का होइन हो अब एउटा गीत गाइदिनु न ल यही खुसीमा राम्री पनि बाँकी छु सुरेश सर नमस्कार गुड मर्निङ हजुरलाई मेरो भ्लगमा स्वागत छ नमस्ते खै हजुरको भ्लग किन हाम्रो रिता म्याम र लक्ष्मी म्यामको नि एन्ट्री भइसक्यो म्याम नमस्कार आज मैले भ्लग गराएको छु ल हजुरलाई नि मेरो भ्लगमा स्वागत छ स्वागत छ धन्यवाद धन्यवाद हाम्रो रिता म्यामको अब फेस रिभिल हुँदैछ विष्णु म्याम पनि यही आउनुहुन्छ स्कुटीमा विष्णु म्याम आज यहाँ पुरा हाम्रो स्टाफको स्कुटी बाइकहरूले प्याक हुने भयो हरि सर अघि आउँदाखेरि हजुरले केही बोल्नु भएन कि ल भन्नुहोस् त केही ओम सर हजुरलाई नि स्वागत छ मेरो भ्लगमा किन यति ढिलो आउनुभएको हजुर एक्लै आउनुभएको हजुर एक्लै आउनुभएको अरू केही भन्न छ अरू केही छैन म बिहानै आएको थिएँ 6 बजे नै ल फेरि आएको नुहाएर आएको गुड आज के चैते दसैँ अरू कसरी टिका लाउनु भएन हजुरले मात्र रातो टिका लाउनु पर्छ नि ल सरको भेटघाट ल यमुना म्याम नमस्कार ल हाम्रो यमुना म्यामको नि एन्ट्री भइसक्यो ल म्याम यता भ्लग चलिरहेछ ल भन्नुहोस् ठिक छ अझै आउने बाँकी हुनुहुन्छ अझै सरहरू उता जानुभयो कति वर्षमा बल्ल पिकनिक पाइएछ आइया अच्छा समीक्षा म्यामको पनि एन्ट्री भयो अमृता म्यामलाई स्वागत छ हजुरलाई नि मेरो भ्लगमा खै त सर ए उता आउनु रहेछ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर सर ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे सर मिठाई खै मिठाई चैते दसैँको दिन सरको बर्थडे म्याम नमस्कार ल हाम्रो विष्णु म्यामको पनि एन्ट्री भइसक्यो ओसियन पनि है चाको एकदम भएर आयो नमस्ते
ल यता नास्ता चलिरहेछ अस्मिता म्याम खै देखाउनु एकदम यहाँ हाम्रो नास्ता चलिरहेको छ के खाँदै हुनुहुन्छ त्यो पनि भनिदिनु पनिर पकौडा कति मिठो छ हजुरले खानु भएन म अब खान्छु एकछिन पछि पानी खाँदैछौँ पानी त खानै पर्यो नि पानी नखाइकन हुन्छ र होइन र ल यतातिर नि सबैको नास्ता चलिरहेछ हामी खाँदैछौँ ल मिना म्याम के खाँदै हुनुहुन्छ ल भन्नु न के को बुटुवा चिउरा भुजा अचार अनि पनिर पकौडा लास्टै मिठो छ भोक लाग्थ्यो तापनि हेर्दैन हो नास्ता त खानु पर्यो कि होइन र रिता म्याम अचार यो काब्राको हो एकदम मिठो वाह कस्तो छ सानो मान्छे यामी यामी ल रिता म्याम फेरि भन्नु खसीको बुटुवा पनिर पकौडा काब्रोको अचार यति टेस्टी छ हजुरलाई कुन बेस्ट लाग्यो ल मलाई काब्रोको अचार वाह सबैको त यही छ मलाई नि त्यही हो ल विष्णु म्यामको थाल त खाली भइसकेछ मेरो फेरि नाकमा सिरान पनि थिएछ है होम सर खाली भइसक्यो त थाल होम सरलाई ठिक छ है यो त नपिरो नघ्या ठिक्क हजुरलाई आज त वाह गर्नु परेन दाई कस्तो छ ठिक छ हरि सर कस्तो लाग्यो नास्ता अब दाइलाई थ्याङ्क यू भन्नु पर्यो होइन ल विष्णु म्याम सबैभन्दा छिटो त विष्णु म्याम नै होला सकिन लगाएको अरूको त थालमा त अलिअलि त रहेछ भाइ लीला म्याम केही भन्न चाहनुहुन्छ हजुरको नमस्ते हाम्रो स्कुल पिकनिक चलिरहेको छ मजा छ हजुरको त स्पेसल फ्रुट होइन गीता म्याम केही भन्न चाहनुहुन्छ यति रमाइलो भइरहेको नि पिकनिक आज एक वर्षको काम मेटेर हजुरलाई के टिकामा सब खानेकुरा मस्त छ है राम्रो है राम्रो छ यता पनि खाँदै खान बिन्दास ल उतातिर जाम्बु त सर म्यामहरू छुट्टै खाइराख्नुपर्छ यहाँ आज त हाम्रो गैरो सरको बर्थडे फेरि पनि ह्याप्पी बर्थडे सर मिठाई चाहिन्छ अहिले जाने बेला ल धन्यवाद लाउनु कसले हो पानी खोज्नु भएको कस्तो लाग्यो सर हजुरलाई नास्ता एकदम मिठो छ आज हजुरको बर्थडे चैते दसैँ त्यही माथि आज हामी सबै यहाँ पिकनिक आएको रमाइलो भन्छ है सूर्य सर कस्तो लाग्छ दामी हजुरको त थाल खाली भइसकेछ है दशरथ सर हजुर स्पाइसी भएन क्या है एकदम दामी भयो अलि स्पाइसी कम भएन हजुरलाई त धेरै पिरो खाने एकदम ठिक छ तर पसिना त निस्किरहेछ है गर्मी ला मोहन सर हजुर कस्तो भयो कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो म सबै मैले जो गरेको अलि मनपर्ने हुन्छ नि यस्तो मिठो लाग्यो कि नै अलि उस ठिक छ हो लक्ष्मी म्याम हजुरलाई कुन डिस त्यसबाट मन पर्यो बढी हजुर एकदम मनपर्ने डिस कुन हो मकै मन पर्यो हेमनाथ सर हजुरले अत्यन्त राम्रो हरेक चिज आइटम राम्रो छ यो अचारको आइटम त नयाँ आइटम हजुरको त डान्स पनि भाइरल हुन्छ होला जस्तो छ आउने बित्तिकै डान्स अब यति नास्ता सास्ता खाएपछि अब हामी जान्छौँ एकचोटि घुमघाम गर्न फोटोसुट गर्न सो अब म पनि खाँदैछु खान लागेको छु ल अब घुम्दाखेरि फोटोसोटो खिच्दाखेरि म देखाउँछु ल सो गाइज फाइनली हामीले नास्ता सास्ता खानपिन भ्याइसक्यो अब चाहिँ हामी जाँदैछौँ यस्तो हल्का घुमघाम गर्न फोटोसुट गर्न सबै म्यामहरू पछाडि आउँदै हुनुहुन्छ मन लाग्यो भनेको त अस्मिताले हजुरलाई धान हाल्यो तलबाट बिन्दु बिन्दु भन्नु पर्ला फेरि अन्त सफारी चढौँ न फेरि भात त तल मेरो पार्ट 2 यो यो मेरो पार्ट 2 के बिन्दुको पार्ट 2 हजुर हो भनेको कि अस्मिताको पार्ट 2 त्यहाँ दुईटी अस्मिता भयो के हामी दुईटी पार्ट 2 हाम्रो मात्रै पार्ट 2 भइन्छ यहाँ लीला म्याम आएको एन्ट्री गर्न भएको थिएन त्यतिखेर लीला म्याम बल्ल यता आउनुभयो ल लीला म्यामले छुट्टै भन्नु मेरो ब्लगमा सबैजनालाई एकदमै सम्झना छ मिठो हामी यहाँको तुमतामाविबाट वनवाटिकामा एकदम रमाइलो गरिरहेका छौँ विद्यालयले आयोजना गरेको पिकनिकमा
अब चाहिँ हजुरहरू पनि आउन सक्नुहुन्छ यतै आउनुहोस् रमाइलो गरौँला वनवाटिका धेरै विकसित भइसकेको रहेछ क्या होइन पहिला आउँदाखेरि त्यस्तो थिएन अहिले त कति रमाइलो मान्नुहुन्छ सहभागी हुनुहुन्छ हो उहाँले खाँदै खानुहुन्न उहाँले जस्ट फ्रुट मात्रै आफूले पकाएको मात्र अरूले गराएको होइन त्यही भएर सो उहाँले जे जस्तो भए पनि हामीलाई आएर साथ दिनुहुन्छ सहयोग गर्नुहुन्छ रमाइलो गर्नुहुन्छ नखाए पनि तर हामीलाई कस्तो नराम्रो लाग्छ हो कि होइन सँगै बसेर एउटै खाना खाए पो मजा आउँछ उहाँ छुट्टै फ्रुट खानुहुन्छ अनि हामी त्यस्तै खाँदाखेरि कस्तो नराम्रो लाग्छ होइन तर जे जस्तो नै लाग्छ है यो अनुहारमा यति स्माइल ल्याएर हाँस्नुहुन्छ नि हो यो बानी एकदम राम्रो लाग्छ मलाई देखिरहेको छ यहाँ कति मान्छेहरू आएको रहेछन् यो वनवाटिकामा कति चेन्ज भएको कति यो फुलहरू हेर्नु न आहा वाउ कस्तो राम्रो फुल सेम हजुरको त फुल साइडमा फुल भए पनि हजुरको त टी सर्टमा पनि त्यस्तै देखिरहेको है वा फुलले फुलको मैया हो त के अरे फुलको गीत के हो फुलको आँखामा फुलै संसार यहाँ फोटोसुट हुँदैछ वाउ यहाँ चाहिँ कुन स्कुलको विदाई कार्यक्रम पनि रहेछ त्यही भएर केटाकेटी मस्तै हिँडिरहेको छन् क्या यो दुईजना म्यामहरूले चाहिँ इलिगल काम गर्दै हुनुहुन्छ त्यहाँ त्यसरी अलाउडै छैन त्यही पनि उहाँहरू गएर बसेर फोटो खिच्नु भयो कोही आउनुहोस् त यहाँ फाइन तिर्नु पर्यो अब रेल घुम्न जाने भन्ने कुरो भइसक्यो गाइस हामी जाँदैछौँ रेल चढ्न सारा यो सानो मान्छेलाई रेल चलाउन जाने हामी हो न रेलगाडी छिक 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 गर्दै जाने रेलमा गरे कति पऱ्यो रेल हामी चाहिँ यहाँ रेलमा टेडी बियरको रेलमा बसिसकेको छौँ अब चाहिँ हामी जान्छौँ हेर्नु न कति भिड छ कोही छैन त्यहाँ हामी मात्र छैन
के बनाऊ नचढ्ने मान्छे यिनीहरू दुईजना यिनीहरू रोक्न यिनीहरूलाई कारबाही गरिदिने हजुरलाई रोक्नु र दुईटीलाई कारबाही गरिदिने हो यतै हो त होइन हो कि होइन म त सिङ्गल हो भनेर क्या ल ल ए ल हाम्रो प्यारो स्पेसल म्यामहरू क्याटवक गर्नु त ल छिटो ल म गीत गाउँछु 1 2 3 गो ओ माई गॉड सर त ढल्नु हुने भयो ल ट्याक 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 अब फ्लाइङ गेज दिएर घुम्नु न हामी यहाँ जूमा आएको थियौँ जूमा हरेक थरीको जनावरहरू हेरियो यहाँ हामीले डिफ्रेन्ट थरीको छौँ यहाँ चाहिँ फोटोसुट गरेको यहाँ को धन्य हामी डलिन्न बुढालाई डलाउने हो कि होइन यहाँ सबैको छुट्टा छुट्टै कुराकानी चलिरहेछ के भन्ने हो मैले केही भन्न सकेन आई कान्ट से एनिथिङ अब हामी जाँदैछौँ फुलबारीमा फुलै फुलको बारेमा केही भन्न छ नो ह्याप्पी एकदम इन्जोय म चाहिँ आफ्नो नयाँ टलक्क टल्किने चस्मा देखाउँदैछु भन्नु मैले यो चस्मा चाहिँ 3-4 वर्ष भयो त्यस्तो टलक्क टल्के बरु बुढी भयो बुढी त भइयो होइन ल हाम्रो लीला म्यामले यहाँ हामीलाई स्वर्गमा पुऱ्याइदिनु भयो यो झुला खेल्दाखेरि यस्तो स्वर्गमा पुगे जस्तो फिल हुन्छ हजुरहरू नि आएर ट्राई गर्नु होला यहाँ चाहिँ हामी फोटो सुट गर्न भिडियो गर्न आएको कस्तो राम्रो भ्यू आएको हेर्न सक्नुहुन्छ हजुरहरूले वाह अरे वाह कस्तो राम्रो आएको छ कति आनन्दको मौसम हो न अनि आज त हामीलाई मौसमले नै साथ दिएको छ वाउ ल तो जले पार्नु फिर पारो तो जले पार्नु फिर पारो सक्यो यो मलाई सुन्न पिरती लाउन मैले हुन्न र अरू अरू हामी सानी गाइस हामी चाहिँ यहाँ बसेर एकछिन रमाइलो गरौँ अरू हाम्रो ग्रुप चाहिँ अन्त्य हुनुहुन्छ हामी ग्रुपमा जाँदैछौँ म पठाउन तबसम्म हजुरले पहिला आइसक्रिम खुलाउनु न तबसम्म पठाउनु
हालिदिनु है सफारी अनि त्यो पाण्डा सफारी फेरि त्यो यो हामी यति ग्रुप पात्र यता आएको छौँ अरू ग्रुपहरू चाहिँ उतै स्टलतिर हुनुहुन्छ अब हामी जाँदैछौँ उहाँहरू छिम अब उता गएर डान्स गर्नु पर्यो डिस्को डान्स होइन र अब हामी उता गएर रमाइलो नाच्दै गाउँदै गर्ने हो ल जामे जाम हाम्रो बोतल यो मान्छेले हराइदिएर हामीलाई यसरी पानी खानु पर्यो ओहो के गर्ने होला यो 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 मान्छे यो हाम्रो अस्मिता भन्ने मान्छेले न त आइसक्रिम खुलाउनु पर्छ न त चिसो खुलाउनु पर्छ न त के हेर्नु त बोतल हराएर सबैले यसरी खानु पर्यो यसरी खानु पनि जान्नुपर्छ जान्नु त पर्यो तर के गर्ने यसरी चाहिँ धेरै पानी खान सकिन्न कि हामीले हाम्रो समयअनुसार हामी चाहिँ चेन्ज हुन नि पर्छ है हो भद्र बेला पनि सदन बिरिन्दा पानी खान्छ अनि यहाँ भिडियो बनाउँदै हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ अबदेखि चाहिँ हामी जान्छौँ ओहो यहाँ त बिहामै आए जस्तो फुल आउने रहेछ है सबै कुराहरू बोलौ कि नै मनका कुरा बोलौ कि नै हातेरीका साइलेरीमै हातेरीका साइलेरीमै ओ मता ढाले 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 आजको हाम्रो पिकनिक कार्यक्रम पनि सकियो सबै घरतिर लाग्दै हुनुहुन्छ ल आजको कार्यक्रम सकियो दशा सर सकियो आजको लागि ए एकदम बिन्दास यो कल्लानी हो फेरि दाइले बिन्दु दिदी लानी हो म कहाँ सक्छु र अब मलाई भन्नुहुन्छ लाउरेको छोरी हैन नो म हैन लाउरेको छोरी म चाउरेको छोरी म लाउरेको छोरी हैन नि च्याउरेको हो ल हाम्रो हेड सर म्यामहरु जानुभयो ल अब हामी पनि जाँदैछौँ गाइस आजको लागि यति होप यु लाइक माई ब्लग जसले हेर्दै हुनुहुन्छ उहाँहरूले सब्सक्राइब गरिदिनु होला जसले हेर्नु भएको छैन उहाँले नि गरिदिनु होला अब जानको लागि हाम्रो गाडी पनि रेडी दशा सरलाई आज धेरै रमाइलो भयो आज त कति हजुरको नाम दशा सर हो हजुरको नाम दशा सर हो इट्स मी फुलन मस्ती होइन यो काले त राम्रो हो काली
यो काले कसको साथी हो थाहा भएन है अरू साधनमा जानुहुन्छ कालो पनि मेरो साथी होइन अरू साधनमा जानुहुन्छ हामी पर्यौँ स्कुलको बसमा बसिएन हेर त बसिसक्नु भएको खै म पछाडि जान्छु हिरोलाइन भाइ बाई बाई दस सर बाई 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 लक्ष्मी म्याम बाई बाई सबैलाई आइतबार भेट्लाम बाई बाई कस्तो अब आँखा नाच्दा पसिना भएर यो साइकल खेल्ने भन्दा नि खेल्न पाइएन भाइ साइकल अघि हामी आउँदा 5जना थियौँ अहिले हामी जाने बेला अलि धेरै भएछ बिस्तारै ठाउँमा झर्दै जानुहुन्छ यहाँ रेलहरू छ हामी यो खेल्न त ठाउँमा आएकै छैन हामी त यतातिर आउँदै आएनौँ है अब नेक्स्ट टाइम आजको लागि यति हुन त अब आइरहेको यो त डुलिरहेको त्यही भएर नि होला तर फुलहरू चाहिँ एकदम राम्रो गराउनु भयो न कस्तो राम्रो क्या यहाँ वाउ बाई बाई ल हामी स्कुल आयौँ फाइनली अब चाहिँ यहाँदेखि सामानहरू सारेर हामी चाहिँ लाग्छौँ घर सो गाइज आजको लागि यति होप यु लाइक माई भ्लग फेरि पनि अर्को भ्लगमा भेटौँ ल टाटा